नमिठो बोले जस्तो भयो होला, तर यो कुरालाई पनि यहाँले ख्याल राख्नु। संस्कृतिले हामीलाई जहिले पनि जोड्छ, राजनीतिले जहिले पनि फुटाउँछ है। संस्कृतिले जहिले पनि हामीलाई जोडिराख्छ, तर राजनीति भनेको त्यसले चाहिँ हामीलाई फुटाउँछ। किन फुटाउँछ भन्दाखेरि राजनीति भनेको चाहिँ एकले अर्कालाई शासन गर्ने खेल हो है। त्यो किसिममा चाहिँ हामी लाग्यौँ भने हामी कति राम्रो सोसाइटी क्रिएट, कम्युनिटी क्रिएट गर्दैछौँ, त्यो कम्युनिटी पनि हाम्रो तितर बितर हुन सक्छ। यो चाहिँ यहाँहरूलाई मैले तितो सत्य लास्टमा एउटा भनेर जाँदैछु। किनभने राजनीतिले चाहिँ, पार्टीले चाहिँ बाउ छोरा बीच पनि झगडा गराउँछ क्या। बाउ एमालेको हुन्छ, छोरा हिजो आजको नमिठो बोले जस्तो भयो होला, तर यो कुरालाई पनि यहाँले ख्याल राख्नु। संस्कृतिले हामीलाई जहिले पनि जोड्छ, राजनीतिले जहिले पनि फुटाउँछ है। संस्कृतिले जहिले पनि हामीलाई जोडिराख्छ, तर राजनीति भनेको त्यसले चाहिँ हामीलाई फुटाउँछ। किन फुटाउँछ भन्दाखेरि राजनीति भनेको चाहिँ एकले अर्कालाई शासन गर्ने खेल हो है। त्यो किसिममा चाहिँ हामी लाग्यौँ भने हामी कति राम्रो सोसाइटी क्रिएट, कम्युनिटी क्रिएट गर्दैछौँ, त्यो कम्युनिटी पनि हाम्रो तितर बितर हुन सक्छ। यो चाहिँ यहाँहरूलाई मैले तितो सत्य लास्टमा एउटा भनेर जाँदैछु। किनभने राजनीतिले चाहिँ, पार्टीले चाहिँ बाउ छोरा बीच पनि झगडा गराउँछ क्या। बाउ एमालेको हुन्छ, छोरा हिजो आजको